दर्शकबिनहरू सम्पूर्णमा नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ आरबी युट्युब च्यानल। यदि आरबी युट्युब च्यानललाई सब्स्क्राइबर गर्नुभएको छैन भने एक सब्स्क्राइब गरेर मलाई सहयोग र साथ दिनुहोला। नेपाल अहिले देश विषम परिस्थितिमा रहेको छ। जेनजी आन्दोलनपछि सत्ता परिवर्तन र नयाँ अन्तरिम सरकार बनेसँगै प्रधानमन्त्रीको नियुक्ति, अन्य मन्त्रीहरूको नियुक्ति र तिनीहरूको कार्य सम्पादन भइरहेको छ। नेपालको जनसङ्ख्या अहिले विभाजितमा छ। नयाँ पुरानो भन्ने विवादमा रहेको छ। वा नयाँले गर्न सकेनन्, पुरानोले राम्रो गर्न सकेनन्, नयाँको स्थापना भयो वा पुरानै ठिक थिए भन्ने विवाद चलिरहेको बेला नेपालको समग्र 3 करोड जनसङ्ख्यालाई खुसी दिने एउटा मात्रै क्षेत्र थियो, त्यो हो खेलकुद। खेलकुद अन्तर्गतको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हिजो मात्रै टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई हराएसँगै पहिलो पटक समग्र नेपाललाई एकजुट भएर खुसियाली मनाउने अवसर दिएको छ। यसभन्दा अगाडि 9वटा खेल टेस्ट राष्ट्र मान्यता देशहरूसँग खेलिसके तापनि जित्न भने सकेको थिएन। अन्तिम जित्ने मौका प्राप्त गरे तापनि जित हासिल गर्न नसकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो भने वेस्ट इन्डिजसँग जित दर्ता गरेको हो। हिजो भएको खेलमा वेस्ट इन्डिजलाई 148 रनको टार्गेट दिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो बोलिङलाई कसिलो बनाउँदै समग्रमा वेस्ट इन्डिजलाई हराउन पुग्यो। त्यस्तै अब भोलि अर्को खेल 8:15 बजे रहेको छ। नेपालको राष्ट्रिय क्रिकेट टोलीको खेल भोलि पुनः वेस्ट इन्डिजसँग 8:15 बजे हुनेछ। हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अग्रिम बधाईको तथा शुभकामना, किनकि भोलि मात्रै हुने खेलमा हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च मनोबलका साथ लयमा उत्रिने वा मैदानमा उत्रिनेछ। किनकि कुनै पनि व्यक्तिलाई एक पटक हराइसकेपछि दोस्रो पटक हराउन सकिन्छ भने उच्च मनोबल हुन्छ। त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली पनि भोलि उच्च मनोबलका साथ आउनेछ भने वेस्ट इन्डिज पनि टेस्ट राष्ट्र प्राप्त मान्यता राष्ट्र हो, उसले पनि आफ्नो हार्नको कारणको पुनः समीक्षा गरेर मैदानमा उत्रिनेछ। नेपाली राष्ट्रिय क्रिकेट टिममा हिजो भने नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले आफ्नो व्यक्तिगत कारण देखाउँदै खेलेका थिएनन् भने के भोलिको खेलमा खेल्न सक्लान् वा खेल्दैनन् भन्ने कुरा हेर्न बाँकी छ। नेपाल राष्ट्रिय क्रिकेट टिमले आफ्नो जितको प्रेङ ग्यारामा उतार्ला वा केही परिवर्तन ल्याउला त्यो पनि हेर्न बाँकी छ। हामीले दिन सक्ने भनेको बधाई हो, किनकि हामीलाई समग्र देशको परिस्थिति बिग्रिरहेको बेला एउटै मात्र समग्र नेपाललाई संयोजन गरेर अगाडि बढाउने क्षेत्र भनेको खेलकुद हो, जसले हिजो जति खुसी दियो भोलि पनि त्यति नै खुसी दियोस् भन्ने हाम्रो शुभकामना छ। किनकि जब जब देशमा खेलकुदका कुरा आउँछन् तब तब कुनै पनि क्षेत्रलाई कुनै पनि व्यक्ति विभाजित हुनुभन्दा नि संयुक्त हुने प्रचलन अगाडि बढ्दछ। देशमा भएको जेनजी आन्दोलन पछिको विभिन्न घटनाक्रमले गर्दा नेपाललाई अहिले समग्रमा तितर-बितर अवस्थामा पारिरहेको छ। यसलाई भुलाउने क्षेत्र एउटा क्रिकेट हो वा खेल हो, जसले भोलिको खेललाई पनि अग्रिम शुभकामना सहित हार्दिक बधाई हामी दिन पाऊँ भन्ने